साथीहरू, यो चाहिँ देवघाट, यो चाहिँ देवघाटको पुल। यहाँ चाहिँ मैले भिडियो राम्रोसँग सुरुबाटै बनाउन पाइनँ। भिडियो चाहिँ म चाहिँ मेरो बुढोसँग काकाडभिट्टा आएको थिएँ घुम्नलाई। अनि हामी चाहिँ यो सिटी होइन, यो सिटी चाहिँ सिटी भन्दो रहेछ। सिटीमा म फर्स्ट टाइम चढेको यो सिटीमा। अनि यहाँ नजिकै चाहिँ टोकला चियाको बगान रहेछ कि, ठुलो एरियामा फैलिएको टोकला चियाको बगान। अनि बाटोहरू पनि बन्दै रहेछ यहाँ चाहिँ है। अनि हामी चाहिँ गयौँ रुमतिर गएर नुहाइ गरेर पूजा गर्न। यहाँ चाहिँ हनुमान मन्दिर पनि नजिकै रहेछ नि, पूजा गरेर हामी फर्कियौँ। अनि पूजासुजा गरेर फर्कियौँ। बाबु पनि ड्याडीको वास समाएर टुइटै हिँड्दैछ बाबु चाहिँ। अनि त्यसपछि हामी चाहिँ इलाम जानु भनेको। अब इलाम पनि आइपुग्यौँ। यहाँको मौसम चाहिँ यति शीतलो राम्रो मौसम, उतिखेरै हुस्सु लाग्छ होइन। अनि उतिखेर चाहिँ फेरि घाम लागे जस्तो क्लियर पनि भइदिने कि यहाँ चाहिँ। अनि यहाँ यताउति हेरेर पुरै चिया बगानको आँखाले देखेर भ्यान्जेलसम्म चिया बगानको मात्रै एरिया है यहाँ चाहिँ। ती ठुलो ठाउँमा फैलिएको। अलिअलि फोटो खिच्दै भिडियो बनाउँदै हामी पनि यहाँबाट निस्कियौँ। यो चाहिँ कारमा बस्यौँ होइन। यति राम्रो गीत बजेको थियो कि कारमा, गीत गाउँदै हामी चाहिँ इलामबाट निस्कियौँ। अनि